ल ल टक 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 गर बिस्तारै है बिस्तारै फोन झर्ला फेरि त्यो अब खोलेर निकाल न अब हजुरहरूको स्वागत छ आजको न्यू ब्लगमा। आज चाहिँ हेरिहालौँ कि नास्तामुन्जाइ पनि अब रहिसकेर नास्ता खान जान्छौँ। अब हेरिहालौँ कि नास्तामुन्जाइ पनि हुने कि के भयो। पहिला चाहिँ साथीहरू माथि मिल्छौँ। अब हेरौँ कि नास्तामा पनि रहिसक्यो तर ल साथीहरू अब हामी यहाँ पुगेका छौँ। तपाईँ देखिसक्नुहुन्छ साथीहरू पुगेको छ भने त यहाँ आगो जलाउने एरिया अनि यहाँ तपाईँ देखिसक्नुहुन्छ कस्तो बनिसकेको छ। त्यसो कुछ बन्ने रहेछ कि के हो। अब ल बसिदियो त्यो मस्त जस्तो पनि केही छैन एकछिन। ल साथीहरू अब हामीले खाना खाइसकेको छौँ। अब हेरौँ साथीहरू अब चाहिँ थोरै देर पछि मिल्छौँ। हामी जान्छौँ पनि कि हेरौँ कि वहाँ हुने कि के रहेछ जान्छौँ। आज चाहिँ केही किन्न जाने भनेर जस्तै छौँ। हिजो त्यहीको बारेमा प्लान गरेको थियौँ। आज हेर्छौँ कि चाहिँ हामी के किन्न जान्छौँ। अब गइ पनि हालौँ एकछिन। अहिले पहिला तल जान्छ है साथीहरू। ल अब हामी एकछिन अहिले पहिला थोरै देर पछि चाहिँ एकछिन पछि मिल्छ है साथीहरू। अब हेरौँ कि यसोमा पनि रहिसक्यो तर ल अब हामी थोरै देर पछि चाहिँ एकछिन पछि मिल्छौँ है। हामी यहाँ अनबक्सिङ गर्दैछौँ। मोबाइल किनिसकेको छौँ साथीहरू। देखिसक्नुहुन्छ साथीहरू ब्लू कलरमा यो वाला कस्तो लाग्यो साथीहरू अझै कमेन्टमा भन्नु होला। ल म अनबक्सिङ गरेको भिडियो बनाइदिन्छु। ल ल साथीहरू अनबक्स हुँदैछ। टक्कै हैन ल ल च्यात्देऊ झिल्ली कुनै मैले साथीहरूमा आज म अनबक्सिङ गर्छु। कस्तो लाग्छ अझै अलग्गै फिल हुन्छ साथीहरू। टक 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 गर बिस्तारै है बिस्तारै फोन झर्ला फेरि टुप्पोमा मोबाइल हुन्छ क्या फेरि। अच्छा ल ल चट्ट देखाउने हो त्यो अब खोलेर निकाल न। पहिला एक्सेसरिज देखाउने त्यसले हामी लास्टमा देखाउने साथीहरू। एक्सेसरिज देखाउने साथीहरू पहिला निस्किँदैछ निकाल न। हो चार्जर
चार्जर कति वाटको 33 वाट 33 वाटको हैन ल यो कभर भयो चार्जिङ ब्रेक पनि छ यसले पनि यही राख्नु ल मोबाइल देखाउ ल अब ल मोबाइल अरु के छैन भित्र के छैन त्यति हो खाली हो ट्रान्सपेरेन्ट कभर केटोलाई धेरै नलेज भइसकेको छ ल अब यो साथीहरु अब यसलाई हात जोडलो बिस्तारै बिस्तारै अनबक्स गर्नेवाला छौं साथीहरु बिस्तारै बिस्तारै ल ये यो पनि निकाल्नु त नाइ केही छैन त्यसमा ल अब भयो बुट गर्नेवाला छ साथीहरु पुरा भिडियो हेरेको छ मोबाइल के सबै भिडियो हेरेको ल साथीहरु बुट भइहाल्यो टेक सुन्नुहुन्छ साथीहरु ल पछाडि देखाउ नि त भइहाल्यो यति ब्लग इन्ड गरौँ ल ल ठिक छ गर्नेवाला छौं ग्लास हलाउ नि त अब पहिला ग्लास हलाउनु हैन फुल ग्लास हो नि सर लाग्छ हैन साथीहरु हजुर पनि आउनु होला यो ठाउँमा किन्नलाई प्रचार पनि गर्छु बडे यार हैन दाइले राम्रो मोबाइल सस्तोमा दिनुहुन्छ सस्तो कमा रास्ते कमा सस्ते में रस्ते का माल सस्ते में मुट्ठी सिम जैक टोटल ते में रखा कति सिम लाग्ने वालो यो 2 सिम ल साथीहरु अब यहाँ माल सस्ते में देखि सक्नुहुन्छ यसमा यो कभर राखौँ है मेरो अब एउटा कभर ल दिदिनु अब हैन अनि अर्को ट्रान्सपेरेन्ट कभर मेरो आउँदाखेरि त के एक्स्ट्रा किने पनि नै साथीहरु चाहिँ हामीले किनिसकेको छौं अब उ त्यहाँबाट किनेको साथीहरु त्यहाँ देख्न सक्नुहुन्छ ल अब हामी जान्छौं यहाँबाट पनि एकछिन साथीहरु ल साथीहरु अब हामी थोड़ी देर पछि चाहिँ एकछिन पछि चाहिँ एकछिन थोड़ी देर पछि हुन्छ साथीहरु अब एकछिन अब देखि सक्नुहुन्छ साथीहरु के हुँदैछ प्रपर चाहिँ बाबाले यो वाला दिनेछौँ यसमा के भने थाहा होला के छ सबैलाई त थाहा होला जिनले थाहा छैन साथीहरु उनीहरुले देख्न सक्नुहुन्छ हामी के दिनेवाला छौँ अब जान्छौँ अब ल बाबा आजदेखि हजुरको एउटा अर्को चिज भयो ल मम्मी यहाँ हेर त यहाँ हेर न साथीहरु राति भइसकेको छ थाहा छैन प्लान के हो ल बाबा रेडी छ हेर त जरा अरे बाबरे राजकी गुटी गरिदियो प्लान ल हेर त के हजुरको लागि ह्यापी बर्थडे बाबा एडभान्समा अग्रिम गिफ्ट दिया हो बर्थडेमा बाबाले राम्रो पोस्ट हाल्ला भनेर कस्तो लाग्यो त प्रशान्तले अग्रिम गिफ्ट दिएको बाबालाई जम्मा पुन्जी गरेर किनेको हजुरको लागि गरेर प्रशान्तले किनिदिएको सिस्टम एसएमएस हो थाहा छ अन्त अनबक्स त गरौँ म भिडियोमा त्यो यो मैले ह त वान उसो ग्यारेन्टी लस बिल पल्ले त अनबक्स त गरा उ भिडियो बनाउन ना भिडियो बनाउन नानी हो यहाँ अनबक्स त गर राम्रो पहिला फोटो खिच्छ के त्यसमा फोटो घर जाब राम्रो राम्रो खिच्ला अनि वालपेपरमा राख्ने थियो फोटो नै त राधाकृष्णको राख्ने हो ल ल ल ल ल ल धन्यवाद यसो यहाँ आएर यो त जेस्चर सेन्सर हो यो गरेको र यहाँ यतिको यो छ नि यहाँबाट यतिको स्वाइप गरेर नि यो आयो कि नै उनीहरूले कुनै पनि सिलेक्ट गर्न पायो यस्तो पायो अब यतिकै दबायो भने चाहिँ जस्तै कुनै एप खोल त एउटा एप खोल त उति क्यामेरा खोल्यो नि अब यहाँदेखि पुरा स्वाइप गर पुरा यता गर अब हेर ब्याक गयो कि न हुन सटासट क्यामेरा खोल क्यामेरा खोल्यो नि त्यो पुरै ब्याक गर भने चाहिँ अब बिस्तारै ब्याक गर त बिस्तारै बिस्तारै अब आयो कि नि हुन आवाज खोल यहाँबाट लेफ्टबाट स्वाइप गर यताबाट खोलेर त्यहीँ खोलेर
यता यो साइडबाट स्वाइप गर यो त उतै भयो र यहाँबाट यतिकै स्वाइप गर भने यत्तिकै यत्तिकै कस्तो लाग्यो त भन मोबाइल एमा यो ग्यारेन्टी कागज छ यो मोटा सिम जेक्टर त दियो उसलाई सिम जेक्टर यही भित्र छ सिम जेक्टर त्यही छ घर जाइबाट फाइल ट्रान्सफर गर्दो अब ल जा गर किन हेर्दो त दियो गिफ्टको माल त्यो प्राइज हेर्दैन के ल हेर्बु प्रशान्तले यत्रो राम्रो सरप्राइज गिफ्ट किनिदियो बाबालाई बर्थडेको उपहार उही पनि के मलाई पनि गिफ्ट हान्थ बर्थडे आउनुभन्दा 2 दिन अगाडि ल बाबालाई फोटो हाल्नलाई हुन्छ भनेर सरप्राइज दियो अब बिल देखाउन लाग्यो किन चाहियो अंकल डबल बिल दिन पैसा दिनु नि त गिफ्ट ल साथीहरु अब चाहिँ लामो नराखौँ भिडियोलाई अब साथीहरु यो भिडियोलाई पनि अब यति नै राखौँ र कस्तो लाग्यो होला जुन तरह चाहिँ लाइक गरिदिनु होला च्यानलमा सब्स्क्राइब के हेरौ कि भोलि पनि हुने कि के भएर शेयर गरिदिनु होला थ्यांक यू सो मच बाइ अब चाहिँ साथीहरु भोलि मिल्छौँ हजुरको मोबाइल मिल्यो त पछि चाहिँ एकदिन थोरै दिनपछि उठाएन त्यो अब एकछिन अब देखि सक्नुहुन्छ साथीहरु के हो